ल गाइस फाइनली हामी अब नयाँ गन्तव्यतिर लाग्दैछौँ अहिले। हाम्रो करिब 3 वर्षको बसाइ रह्यो है जेबीमा। अब जेबीबाट पेनाङको यात्रामा छौँ हामी। रातिको टिकट छ अनि होस्टेलदेखि टुना अमिना बस पार्कको लागि जाँदैछौँ। त्यहाँदेखि 8 बजेको टिकट छ। त्यहाँदेखि लगभग बिहान 3-4 बज्छ होला सायद। अनि सायद आज मन निकै भारी भइरहेको छ है। 3 वर्षसँगै बस्यो है, नयाँ नयाँ मान्छे, नयाँ नयाँ साथी है, भेट भयो। एक किसिमको अट्याचमेन्ट हुँदो रहेछ क्या। अनि 81 अब नाम पनि सडनली अब 81 उता जाने भनेर नाम निकाल्ने नाम आयो कम्पनीबाट। अनि त्यसपछि कस्तो अलि नेस्रो अलि राति लाग्दो रहेछ कि। पहिलादेखि नै थाहा भएको भए अलिकति त्यति जस्तो फिल हुन्थेन। अनि सडनली त्यस्तो नाम आयो। अनि अहिले हामी 10 जना जाँदैछौँ। यस चाहिँ के हुन्छ, उताको अवस्था कस्तो छ, कम्पनी अनि साथीहरू एडजस्टमेन्ट गर्न समटाइम केही समय लाग्छ होला सायद। निकै मेमोरी छ क्या यो 3 वर्षको बसाइमा। अनेक आरोह अवरोह पार गर्यो 3 वर्षमा। अनि अर्को ग्रुप आउँदैछ हाम्रो यता। अनि साथीहरूले बसिरहेछ। हामी 10 जना सबै गरेर होइन, यहाँ अर्को साथीलाई छोड अर्को होस्टेल छ यहाँनिर, त्यो होस्टेल कम्पनीको। अनि हामी कम्पनीभित्रै बस्थ्यो। अनि यो अर्को होस्टेलमा त्यतिर अलिकति मान्छे थियो। साथी धेरै सम्झना छ। के भयो, किन बन्द गरेर छोड्नु? ए हाम्रो साथी पढ्नु नै छ यहाँ ग्रुपको होइन। साथी त्यसपछि यहाँ जाँदैन साथीहरू छ। अनि यसपछि करिब आधी घन्टाको यात्रापछि हामी त्यहाँनिर पुग्छौँ होइन। त्यसपछि त्यहाँ मान्छे रोइरहनु म त कस्तो लाग्यो। अनि त्यहाँनिर मान्छे कस्तो रोइरहन। अनि मलाई कस्तो नराम्रो लाग्यो। तर म माथि आएँ माथि। अनि कस्तो भइदियो भने यहाँ एकजनाको परिवार अनि हस्बेन्ड वाइफसँगै हुनुहुन्थ्यो। अनि हस्बेन्ड वाइफसँगै भएपछि अनि हस्बेन्डको नाम आयो। अनि उसको मिसेसलाई चाहिँ पठाएन कि, कति रिक्वेस्ट गर्यो होइन, त्यही पनि रिक्वेस्ट गर्यो हामीले। त्यही पनि उसले हुँदैन भए पनि अर्को लटमा बल्ल हुन्छ भन्ने जस्तो कुरा गर्यो। त्यही भएर उसको मिसेस अहिले लास्टै रोइरह। कस्तो हेर्दा नि कस्तो माहौल कस्तो नराम्रो भयो होइन। त्यही भएर के गर्ने, यस्तै हो विदेशको जिन्दगी होइन। अब आफूले भने जस्तो हुँदैन सबै कुरो होइन। अनि ल वेलकम सर, वेलकम। के गर्ने सर, यस्तै छ। ए जो त बसेन बस ल।
गाई जस्तै हो जिन्दगी है विदेशको आफूले सोचे जस्तो हुँदैन है आफूले सोचे जस्तो हुँदैन अब कम्पनीको साउले अब जस्तो कम्पनीको मालिकले जस्तो हुन्छ त्यस्तै गर्नुपर्छ है होइन होइन होला यसो त त्यहाँबाट चेन्ज गर्छ होला गाह्रो छ साथी हो विदेशको जिन्दगी होइन अब यो गाइस यस्तै हो के गर्नु सर यात्रा अब हिँड्यो 8-10 घन्टाको यात्रा हुन्छ हाम्रो त्यसपछि 8 बजेदेखि छ होला होइन हाम्रो जहाँ त बिहानै होला क्या त्यसपछि उहाँ लिन जाने 7-8 बज्छ होला उहाँ पुग्दाखेरि हामी सायद उहाँ लिन चाँडै आउँदैन होला होइन टिकट सबै छ नि सर टिकट पायो ऊ त्यहाँ आकाशन छ होला होइन त्यहाँ सिंगल हो त्यहाँ सिट नम्बर पनि लेखेको हुँदैन एकैजनाले लिएको भनेको हामीलाई त दियो एक्लै अरू तपाईँको त्यहाँ उसमा राखेको होला कि अनि एक-एकवटा सर ल एक-एकवटा गुडाउँदै लैजाऊ ए आइज बोका भाइ सबै हाम्रै राइडरहरु हो आमा निकाल्दै गर्नु यो बङ्गाली यार के गराउने नहीं लेके जाएगा के भन्नु अब कास लास्टे गर्नु रहेछ होइन हौ उहाँ जाने त यस्तो गाडी हुँदैन होला है हो होइन भाइ यस्तो बताउने अस्ति यस्तोमा गएको रहेछन् क्या तिनीहरू ए हो यस्तो गाडी त्यही भएर लफडा भएको के हो सर यो हाम्रै हो होइन यो चाहिँ केटाहरू भनेको यतिकै चाहिँ हुनुपर्छ केटी मान्छे मात्रै हो भने त मरिरहेछ सही हो कति थकान छ कसको यो तिम्रो त्यो काट्नु कसो त्यो काट्नु कसो टाइम लाग्दो रहेछ भने आमा यति गाह्रो हुँदो रहेछ क्या आमा त्यहाँबाट भित्र लाएर राखौँ लानु हुन्छ कि यो बसाइ सर्नु भनेको निकै गाह्रो हुँदो रहेछ क्या आमा गाह्रो छ कहाँ उता हो ल हिँड्नु हजुर आएन त्यसो तान्नु हिँड्नु हजुर यो लस छोडौँ पहिले गाह्रो छ ए बस होला आमा कुन हो कुन बस हो के थाहा भएन सामान आयो सहजै
कुन हो ल गाइस हामी अहिले छौँ अभिनामा ठ्याक्कै बसेका बस बस पार्कमा छौँ होइन 7 बज्यो 5:30 बजे हिँडेको 7 बजे यति जाम हुँदो रहेछ यो पनि हो म तान्छु निकाल्नु दाडा के हो आउनु त भित्र हाल्न भन्छ ओके ओके अनि यसलाई भित्र हाल्नु पुरा नाल्ने भन्छ बसमा हालिदिन पाए हुन्थ्यो होइन बस कुन रहेछ भित्र हाल्न भन्छ र गाइस फाइनली हामी टुना अभियानमा बस पार्क भित्र आइसकेछौँ बस कति बजे आउने हो बस नम्बर सबै सामान आयो नि सामान सबैको आयो नि बिर्सेल है सामान सबैको आयो हेर्नु है फेरि र गाडी यस्तो छ है यहाँबाट 8 बजेको बस छ हाम्रो होइन 8 बजे 8 बजेको बस छ अनि टोयलेट गर्न पाए हुन्थ्यो अब त्यही छ त्यो 7 बजे हो लगायत हामी अहिले टुना अभिनामा छौँ होइन 8 बजिसक्यो बस आएको छैन खै कति बजे आउने हो बस्दा बस्दै लास्ट तना भइसक्यो 5:30 बजे आएको होइन बस आएको छैन तना भइरह उहाँ पनि कति बजे पुग्ने हो किन रोएको भनेको हाम्रो यहाँ सामान छैन होइन तनाव छ सब तनावमा छन् आज सुपर नाइस हो कि सुपर नाइट हो सुपर नाइस हो क्या होइन बसको प्रतीक्षामा आमा कहिले आउने हो यो बस स्क्यान पनि भइसक्यो हाम्रो अब यहाँदेखि अनि मान्छे आफ्नो आफ्नो गन्तव्यतिर गइरहन होइन तर हाम्रो उरो चाहिँ एकदम स्याड छ के सँगै लामो समय काम गरेर अनि फेरि अर्को डेस्टिनेसनतिर लागेछ अनि त्यही भएर एकदम स्याड छन् मान्छे हो त्यति खुसी छैन मान्छे हो
ल आयो है हाम्रो ल आयो बस आयो यही हो आयो आयो सुपर नाइस भन्छ कर ल गाइस फाइनली आयो है हाम्रो सुपर नाइस आम्म ओ ल गाइस फाइनली आयो ठ्याक्कै 8 बजे आयो 8:05 मा आयो नाइस पुरा मिल्यो पुरा मिल्यो जान सक्छौ सामान लता लता हालत खराब हुने भयो त यहाँ त सबै हुने होइन नि आउनु फाइनली गाइस हामी अब जुन हमनेबाट बसमा बसेर अर्को गन्तव्यतिर लागिरहेका छौँ अहिले ठ्याक्कै यहाँबाट अब बस हिँड्यो चर हिँड्दैछ 9 बजे बबाले आउँछ क्या यसको यात्रा सुरु भयो हाम्रो होइन अनि भन्नु न एक किसिमको नरमाइलो जस्तो फिल भइरहेछ कि कस्तो भने 3 वर्षदेखि सँगै बसेको होइन एक किसिमको एट्याचमेन्ट थियो अब सबै छोडेर जाँदैछौँ होइन नयाँ 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 ठाउँ नयाँ मान्छे नयाँ काम होप्छु नयाँ मान्छे नयाँ रुम पार्टनर राम्रो होस् अरू भने त्यस्तै हो